मोरङको मिक्लाजुङ गाउँपालिका 7 मधुमल्ला बजारमा निशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान एवं लाइभ दोहोरी सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ। ज्येष्ठ नागरिक समाज मिक्लाजुङ 7 को आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको सहयोगमा 2082 चैत 24 गते मंगलबार ती कार्यक्रमहरू सम्पन्न भएका हुन्। मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलको प्रमुख आतिथ्यतामा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा 146 जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा निशुल्क औषधि वितरण गरिएको र धेरै जसो ज्येष्ठ नागरिकहरूमा सुगर, प्रेसर जस्ता नसर्ने रोगहरू र 10 जना ज्येष्ठ नागरिकहरूमा मोतियाबिन्दुको समस्या देखिएको मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पौडेलले बताउनुभयो। निशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङ गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र हितलाई प्राथमिकतामा राखेको र आगामी दिनमा पनि त्यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तपाईहरुसँग आएर जोडिएर कुरा गरिरहन पाउँदा, कार्यक्रमहरू बनाइरहँदा व्यस्तता हुँदो रहेछ। हुँदै गर्दा पनि आफूले भने जसरी सोचे जसरी कार्यक्रमहरू जुटाइरहन सकिँदैन रहेछ। त्यो तपाईहरुसँग जसरी जोडिनु पर्थ्यो त्यसरी जोडिन नसकेकोमा म तपाईहरु सबैसँग माफी चाहन्छु। तपाईहरुको जुन सेवा गर्नका निम्ति हामी आतुर छौँ, जसरी काम गर्नका निम्ति तपाईहरुसँग जोडिएका छौँ। मैले पहिलोपटक यहाँ आएर भनेको थिएँ, तपाईहरु यो विकास चाहिँ नखोजिदिनु है, आफै खुसी बन्न कोसिस गरिदिनु भनेर म तपाईहरुसँग भनिरहेको थिएँ। र जसरी यो ज्येष्ठ नागरिक चौतारा यहाँ स्थापना भइसकेपछि तपाईहरुको यहाँको जमघट जसरी तपाईहरु यहाँ जोड्नुहुन्छ, तपाईहरुको माग बमोजिम तपाईहरुले माग्न आउनु भएको कुराबाट आजसम्म म चाहिँ खाली हात फर्काएको छु जस्तो लाग्दैन। आज तपाईहरुसँग स्वास्थ्य शिविरको क्रममा जोडिँदै गर्दा मैले मेरो बुवाको आज डिस्चार्ज गराउँदैछु पिएचसी अस्पतालमा। 20 दिनदेखि उपचार गराएर आज डिस्चार्ज हुँदै हुन्छ। बुढो उमेर भइसकेपछि रोग कस्ता कस्ता लाग्छन् भन्ने कुराको पनि हामीलाई सबैलाई थाहा छैन। एकतिर दुखेको हुन्छ, आफूलाई दुखेको अर्कैतिर जस्तो लाग्छ, अनि मलाई के भएको भन्ने पनि थाहा हुँदैन। त्यसकारण यो स्वास्थ्य शिविर गरिरहनुपर्छ, लिइरहनुपर्छ, सकेको पार्न प्रयास गर्नुपर्छ र खुसी सँगसँगै बन्नुपर्छ भनेर आजको यो स्वास्थ्य शिविर सहित हामीले लोकदोहोरी प्रतिष्ठान मोरङका अध्यक्षज्यूलाई मैले आग्रह गरेँ, हाम्रो पालिकामा आएर एउटा सानो कार्यक्रम राखिदिनु पर्यो। 2 घण्टा जति हाम्रो बुवाआमाहरू भेला हुनुहुँदैछ, तपाईहरुले आएर एउटा प्रोग्राम गरिदिनु भयो भने हाम्रो पनि त यसो आएर त्यहाँ नाच्नुहुन्छ, गाउनुहुन्छ, जति जानेको गर्नुहुन्छ, एउटा कार्यक्रम राखिदिनु पर्यो भनेर उहाँलाई भन्दा उहाँले सहज स्वीकार गरेर उहाँहरू त्यहाँ आउँदै हुन्छ। उहाँहरूले आउने गरी यो बाजाहरू पनि त्यही भएर तयार गरेको कार्यक्रम धेरै किसिमका हुन्छन् र तपाईहरुलाई विशेषतः यो कार्यक्रम स्वास्थ्यको चेकजाँच सँगसँगै तपाईहरुलाई आजको दिनलाई सुखमय बिताइदिनु हुनका निम्ति पनि म आग्रह गर्छु। विशेष कार्यक्रम पनि त्यही अवस्थाको छ, हामीले त्यसैलाई व्यवस्थापन गरेका छौँ र हाम्रो टिमले सक्दो प्रयासका साथ हामीसँग डाक्टरको हिसाबमा हामीसँग छाला रोग विशेषज्ञ हुनुहुन्छ, हाम्रो अस्पतालमा ठुलो सेवा गरिरहनुहुन्छ। दमकबाट आएर डाक्टर अनुपम हेमीले उहाँले यो क्षेत्रको ठुलो सेवा गरिरहनु भएको छ, उहाँ पनि यहाँ हुनुहुन्छ। हामीसँग अरू डाक्टरहरू पनि आउँदै हुनुहुन्छ। हामीले विशेषज्ञ डाक्टरहरूको व्यवस्थापन सहित औषधि उपचार गर्ने गरेको आजको शिविर छ। सबैले सेवा लिदिनु होला र राम्ररी यो 10 बजेदेखि राखेको पनि भोकै आएपछि हतार हुन्छ, खाना खाएर आएपछि त भरेसम्मलाई सकिन्छ होला, खान सकिन्छ होला भनेर 10 बजेदेखि राखेको छ। केही ढिलो भयो होला व्यवस्थापनको कुरामा, अब यो सहज रूपमा अगाडि बढ्छ। हामी कम्तीमा पनि आज 200 देखि 300 सम्मको हामी उपचार सेवा दिनेलाई तयारी अवस्थामा छौँ। त्यतिले सेवा पनि लिदिनु होला भन्ने तपाईहरुसँग आग्रह गर्दै फेरि पनि तपाईहरुलाई चाहिएको चिज, तपाईहरुले भनेको चिज सकेसम्म यो फेरि सबैले फेरि मैले भनिरहेको सुनिरहनु पनि भएको छैन होला, तर सीमित स्रोत छ, असीमित चाहनाहरू छन्, तर पनि ती असीमित स्रोतलाई असीमित चाहना
लाई पुरा गर्नका निम्ति तपाईहरूले माग गरेको चाहिँ नछुट्याइकनै अझै पनि हाम्रो अझै 1 वर्षभन्दा बढी छ। म चाहिँ कार्य गरिरहनेछु, तपाईहरूको सेवामा लागिरहनेछु भन्ने कुरा तपाईहरूलाई जानकारी गराउँदै बिदा हुन्छ। स्वास्थ्य शिविर सम्पन्न भए लगत्तै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी राईको प्रमुख आतिथ्यतामा ज्येष्ठ नागरिकहरूको मनोरञ्जनका लागि लाइभ दोहोरी र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा संयन्त्र मिडिया एन्ड कल्चरद्वारा सञ्चालित जुनेली जुहारी मार्फत कलाकारहरूले लोक दोहोरी प्रस्तुत गर्दै ज्येष्ठ नागरिक लगायत मिक्लाजुङ गाउँपालिका र मधुमला बजारका बासिन्दाहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। सो क्रममा मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले पनि कलाकारहरूसँगै दोहोरी गाउनु भएको थियो। लाइभ दोहोरी तथा सांस्कृतिक कार्यक्रममा ज्येष्ठ नागरिक तथा अन्य नागरिकहरू पनि छमछमी नाचेका थिए। जोसिलो पारामा प्रस्तुत गरेको नाचगान हेर्न लायकको थियो।
लाइभ दोहोरी सहितको मनोरञ्जनात्मक कार्यक्रममा वरिष्ठ संगीतकार विशाल राई, निक्लाजुङ 7 का वडा सदस्यहरू भूमि कोइराला र पवित्रा विश्वकर्मा, पालिकाको स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेल, महिला शाखा प्रमुख कल्पना घिसिङ, ज्येष्ठ नागरिक समाज निक्लाजुङ 7 का अध्यक्ष मेघनाथ घिमिरे, सचिव नारायण अधिकारी लगायतका अतिथिहरूको पनि उपस्थिति थियो। सञ्जय मगरको सञ्चालनमा 1 घण्टा भन्दा बढी सम्मको लोकदोहोरी कार्यक्रम सम्पन्न भए। लगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राईले नमुछे आमा, दहीमा टीका, बिनायो कङकङ जस्ता चर्चित गीतहरू प्रस्तुत गर्नुभएको थियो।
धन्यवाद। निशुल्क स्वास्थ्य शिविर कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको र सोही कार्यक्रम सँगसँगै प्रस्तुत भएको लाइभ दोहोरी तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जन समेत प्रदान गरेको ज्येष्ठ नागरिक समाज मेक्लाजुङ 7 का अध्यक्ष मेघनाथ घिमिरेले बताउनुभयो।